#Day 3 होइन। आजको दिन चाहिँ म जस्ट रनिङ गर्दा आइराख्ने ठाउँ देखाइरहेको छु होइन। यो चाहिँ मेरो रनिङ गर्दै आइराख्ने ठाउँ हो। दिस इज अल्सो माई फेभरेट प्लेस होइन। यहाँ चाहिँ म लगभग रनिङको लागि आइराख्छु बेला बेलामा। यहाँनिर चाहिँ यहाँबाट बाटो गएर अलि माथितिर चाहिँ होइन यस्तो पहाड छ कि, अनि त्यसपछि मलाई चाहिँ आफ्नो गाउँठाउँको यस्तो याद आउँछ यो ठाउँबाट होइन। सो यो चाहिँ साल्ट हो क्या होइन। रोडमा लगभग साल्ट चाहिँ हरेक ठाउँमा चाहिँ यसरी हाल्दै गएको छ कि होइन। लाइक हिउँ चाहिँ पक्लिनको लागि के। साइडमा पानी बगिरहेछ कल 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 होइन। अनि त्यसपछि यो चाहिँ हिउँ परेको जस्ट 5औं दिन भएको कारणले लगभग अब हिउँहरू अलिअलि बिस्तारै बिस्तारै पक्लिँदैछ होइन। म चाहिँ होइन यो ठाउँलाई हेरेर कस्तो हरेको जस्तो याद आउँछ कि, त्यस्तो त छैन होइन, तर पनि सो आइ एम गोइङ टु वाकिङ देयर। यो चाहिँ यो सबै हिँडेको छ नि, यो सब पाइलाहरू चाहिँ जरायोहरूको हो है। जरायोहरू चाहिँ लास्ट धेरै भेटाउँछ होइन। सो दिस इज माई पिसफुल प्लेस होइन। म चाहिँ यतातिर आएर जस्ट एक्लै बस्नु रमाउँछु होइन। रुखहरू ढलेछ, अस्ति त थिएन। सो गाइस फाइनली म आफ्नो फेभरेट ठाउँमा आइपुगेँ होइन।